गाली गर्ने कि हैन यहाँबाट त्यहाँसम्म जानु छ गाह्रो छ तर जे छ पढ्नेलाई त्यही मन लाएर पढेपछि आनन्द हुन्छ घर गएर पढ्छु भन्दा पर्दैन फरक पर्छ यतिको यस्तै बिग्रिनु पर्ने त त्यता त्यस्तो होइन हुनु नपर्ने होइन सङ्गतले चाहिँ धेरै नै फरक पर्दो रहेछ कि जस्तो लाग्यो मलाई अलिकति होइन बिचारको टाइमै छैन यति टाढा छ दुःख यतिबाट यहाँदेखि स्कुल जानु पर्यो होइन राति आइपुग्छ फेरि त्यो हुँदाखेरि नि एकदम नै सहज छैन नि त यहाँबाट जानु होइन गाडीमा जाम पर्ने यस्तो स्थिति हेर्दै पनि जस पढ्नुपर्छ भन्ने चाहिँ लाग्छ होला जस्तो लाग्छ मलाई विद्यार्थीलाई तर कहाँ चाहिँ भुलियो त हाम्रो विद्यार्थी भने जस्तो चाहिँ लाग्यो मलाई त्यो सङ्गतले कतै मोडायो कि जस्तो लाग्छ है मलाई चाहिँ म्याम ल यति हो हजुरको किन भन्न चाहन्छु ल मलाई चाहिँ के लाग्छ भने अहिलेका विद्यार्थीहरूमा अलिकति त आफ्नो पढाइप्रति चाहिँ अलिक चिन्तन गर्नु पर्यो पढेपछि सजिलै छ पढेन भने गाह्रो छ होइन अलिक मेहनत चाहिँ हुनु पर्यो कि आफूमा विद्यार्थी त्यही नै हो मेरो भनाइ